यहाँ आन्टी चाहिँ हाम्रो कुमारी हुनुहुन्छ। यहाँ चाहिँ तपाईँहरू आउन सक्नुहुन्छ। सो हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। आज नि म खेततिर छु भनौँ। यहाँ चाहिँ खुट्टामा चाहिँ घाउ भएको छ गाइज, हेर्नु सक्नुहुन्छ घाउ यहाँ। त्यही हो, खुट्टातिर घाउ भएको छ। त्यही हो, हिजो हलोले हानेर यहाँ झन्डै धुलो चाहिँ पार्दैन गाइज। त्यही हो, अहिले पर साथी चाहिँ चार्ज गर्नु गएको छ यहाँनिर होइन। त्यो अहिले चाहिँ म चाहिँ यहाँ चौतारामा बसिरहेको छु। त्यो घरमा चाहिँ दुईवटा आन्टीहरू हुनुहुन्छ होइन गाइज। अनि यहाँ चाहिँ हिजो मलाई आज चान्द दिनुहुन्न होला क्या, के भन्नु कराउनु जस्तो लागिरहेको छ। किन हो, यहाँ अस्ति भनौँ हिजोको कुरा हो होइन। अस्तिदेखि भन्नु चाहिँ भएको थियो यहाँनिर मेरो नि बिउको उयो छर्दे भनेर, बिउको बनाइदियो भनेर क्या, बिहारगाडा बनाइदियो भनेर। यहाँनिर चाहिँ हाम्रो यहाँ बनाएको थियौँ हिजो। अनि यसैमा उयो आन्टीले नि मेरो नि बनाइदिए भन्नुभएको थियो। अनि त्यसपछि मैले नि अलिकति आली लगाइदिनु न, म भात खाएर आएर तपाईँको नि गरिदिन्छु भनेको थिएँ कि। अनि त्यो भनेको थिएँ। अनि भात खानु गएको थिएँ। अनि अन्तिममा फर्केर होइन आएँ। अनि फर्केर आएर भात खाएर क्या पर हाम्रो टीमा भात खाएर आएर चाहिँ हजुर तल आन्टीहरूले बाजु खनिरहनु भएको रहेछ पुरै बिउ गरेर ल के गर्नुभएको नि भनेको त मलाई पुरै कराउनु भएन। आन्टीमा अहिले मेरो छर्दिनस्, अस्तिदेखि भनेको यस्तो यस्तो उस्तो भन्नु थाल्नु हो, मेरो घरमा आएछ अबदेखि भन्यो भने छि आज के हुन्छ होइन, कराउनु हुन्छ कि हुँदैन हेर्नु ल। आन्टी के सघाउनुपर्छ? आन्टी किन कराउनु भएको अरे? क्या? मेरो खुट्टा हेर न, यस्तो खुट्टाले पराल ल्याइदिनु। तपाईँको बिहे किन नभएको अरे? किन? हिजोतिर दिनुहुन्थ्यो त नि, अस्तितिर त किन नदिनु नि? मोबाइल चार्ज गर्दा प्लग बिग्रिन्छ। कति रुपियाँ उठ्छ तपाईँको बत्तीको पैसा? महिनाको 20 रुपियाँ होइन? यसले आन्टी पैसा तिर्नु लाउनु न यसलाई। हो, अनि 3 महिना कति हुन्छ आन्टी? 3 महिना कति हुन्छ? आन्टी त जान्दै हुनुहुन्छ फेरि, भनिदिइहाल्नुहुन्छ है कति रुपियाँ हुन्छ? के हेर्नु भनौँ छ भनेर। यो आन्टी चाहिँ हाम्रो कुमारी हुनुहुन्छ। यहाँ चाहिँ तपाईँहरू आउन सक्नुहुन्छ। सो गाइज, अहिले चाहिँ म हिँडेको घर भन्दा पनि दितर्फ होइन। खुट्टा चाहिँ मेरो त्यही अघि देखिसक्नुभयो काटेको, भनेर पनि देखाउनु बाँकी छ होला। मेरो खुट्टा चाहिँ हिजो हलोले काटेको छ क्या गाइज, त्यसको लागि अब अलिकति दबाईहरू खोज्नु पर्ने छ। त्यही हो गाइज। सो गाइज, बोट पनि आइसकेको छु। यहाँ चाहिँ बसिरहेको छ यो, यहाँ अब तरकारी पकाउनु पर्ने गाइज छैन। हमको ये लगता ही नहीं तुम कहीं से आई हो, जैसे मेरे सपनों में तुम्हारी पहले से परछाई हो। गाइज अहिले चाहिँ हामी खाना खाएर होइन यता घुम्न निस्किँदै गरेको भनौँ न होइन। केटाहरू यहाँ जाँदैछ, अर्को यहाँ मेरो साथी चाहिँ यहाँ जाँदैछ। त्यही हो, अहिले चाहिँ खानासाना खाएर निस्किरहेको माथितिर एकछिन घाममा घुमौँ भनेर। फेरि घाम डुबेपछि त फेरि अब कामतिर लागिहाल्नुपर्छ। सो घाममा थोरै घुमौँ भनेर अहिले चाहिँ हामी निस्केको है। सो गाइज, अहिले चाहिँ यो हाम्रो ग्राउन्डमा आइसकेको छौँ। यहाँदेखि अब यो बाटो हुँदै माथि जानु भनेको अब कस्तो छ गएको छैन नि त, अब खेतमा बिजी। त्यही हो, यहाँदेखि माथि अब कस्तो छ हेर्दै जानु भनेको। यहाँ छ अर्को चाहिँ जम्बी। सो गाइज, अहिले चाहिँ हामी हिँडेको, लेट्स गो गाइज, कस्तो ठाउँ छ हेर्दै जाउनु होला। सो गाइज, हाम्रो चाहिँ प्लान चेन्ज भइसकेको छ होइन। हामी घुम्न जानु आँट्नु भन्नु, यहाँ आन्टी कराउँदै हुनुहुन्छ। हामी घुम्न जानु आँटेको होइन, अचानक तलदेखि होप्सेदेखि हजुरबाले फोन गर्नुभयो क्या। अनि फोन गर्नुभयो,
अनि फोन गर्नुभयो र अचानक यहाँतिर त्यो धानको थोरै बिउ छरेर उता आउनु भन्नुभयो क्या घुम्न जानु पनि क्यान्सल भयो गाइस अनि परनिर हाम्रो त्यो अरू खेत छ त्यहाँनिर चाहिँ अस्ति नै छरेको धानको बिउको चाहिँ पानी काटेर आज होप्से जानुपर्ने छ गाइस त्यही हो तर म चाहिँ जाँदिनँ होला खुट्टामा अलिकति चाहिँ फ्र्याक्चर भएको छ नि त हिजो हलोले सो त्यही हो अब चाहिँ हामी हिँडेको बिउ छर्नको लागि यहाँ चाहिँ यसले चाहिँ अहिले धानको बिउ लाँदैछ मलाई हेरेर गाइस यसले नि ब्लग बनाउन थालिरहेको छ यहाँनिर यहाँ छ मेरो बिउ छर्नुपर्ने छ लेट्स गो गाइस सो गाइस फाइनली बिउ पनि छरा भइसक्यो अब हिँडेको फेरि अब पौडी खेल्नु गइरहेको छु घाउ छ नि त मेरो हतार पनि छ परको पल्लो खेतको अब बिउको पनि उयो गर्नु भन्छ क्या त्यो पानी काट्नु पर्ने छ 3-4 दिन बढी भइसक्यो छरेको त्यही हो उता गएर होइन ओइ झन् लरे या त्यही हो उता गएर अब बिउ गरे उयो काटेर घरतिर राख्नुपर्ने छ हुन्छ गाइस पानी पनि बल्ल काटेर चाहिँ हेर्न सक्नुहुन्छ पसिना गइरहेको छ होइन सो घाम एकदम लागिरहेको छ आज कोटभित्र पनि एकदम घाम लागिरहेको छ गाइस अब चाहिँ पानी सानी काटिसक्यो अब निस्किन आँट्यो फेरि खाटबारीतर्फ होइन धेरै बसेको यहाँ बसेको नि लगभग 2 हप्ता जति कहाँ निस्किने नि अब सो गाइस मेरो चाहिँ खुट्टामा नै फ्र्याक्चर छ अनि त्यसपछि यसले चाहिँ मलाई ननिकाल भन्ने छ गाइस यसलाई निकाल्यो भने चाहिँ मेरो सब्सक्राइबर गर्छ गाइस त्यही हो सो गाइस अहिले चाहिँ म फेरि घर निस्किँदैछु यहाँदेखि 2 घन्टा जति लाग्छ होला खुट्टामा घाउ भएर अब हस्पिटल जानु बेला भयो जस्तो लाग्यो कि सो म निस्किँदैछु गाइस हस्पिटल जानुपर्ने जस्तो लाग्यो पाकेर आज खुट्टा पनि हिजो हल्लोले हानेको आज कस्तो पिप जमेको जस्तो भइरहेको छ अलिक ठुलै हानेको छ कि सो गाइस अहिले चाहिँ होइन म यता दोकान घर आइसकेको छु यहाँ खेतमा चाहिँ यो एउटा मात्र दोकान छ यो होइन यहाँ चाहिँ दोकान छ पुरै धमाधम काट्दैछ यहाँतिर केटाहरूले होइन पुरै असारमा धान काट्दै आली बाजु गर्दै धान रोप्ने प्रक्रिया मेन गरी असार साउन अनि भदौको पहिलो हप्तासम्म चाहिँ त्यतिर रोप्छ भनौँ न पछिल्लो चरणमा होइन यो चाहिँ अर्कै खोला हो हामी अस्तितिर मैले भ्लगतिर देखाएको छु होइन अर्कै खोला हो त्यसलाई चाहिँ यो चाहिँ हाम्रो माल्टा खोला हो भने त्यसलाई चाहिँ ढुकुको खोला भन्छ होइन सो यो चाहिँ अर्को त्यो अगाडिको खोला भन्दा निकै नै सफा खोला छ होइन हेर्नु एकदम क्लियर खोला छ साङ्लो होइन यो 2टा पुल गरेर अब यहाँदेखि निकै थाहा निस्किनुपर्छ चाहिँ घर हिँडेको नि त सो यो बाटो क्रस हुँदै जानुपर्छ सो गाइस अहिले चाहिँ म थोरै आधी उकालोसम्म आइपुगेर यहाँ चौतारा बस्ने ठाउँ चाहिँ यहाँ आइपुगेको छु एकदमै गर्मी देख्न सक्नुहुन्छ होइन यहाँ तल अर्को चाहिँ आउँदैछ हाम्रो अब चाहिँ हिँडेको फेरि बाटोतर्फ 5 मिनटसम्म बसेर सो त्यो घाम चाहिँ अहिले अलिक अस्ताएर चाहिँ यहाँ छ घाम चाहिँ हाम्रो यहाँ हिँड्दैछ अर्को चाहिँ होइन फाइनली माथि डाँडा आइपुगेको छौँ यसलाई चाहिँ बेलडाँडा भन्छ गाइस होइन सो बेलडाँडा आइपुग्यौँ हामी यहाँनिर चाहिँ गोरु रहेछ यहाँ चाहिँ एउटा ट्यापे हिँड्ने छ गाइस अहिले चाहिँ हामी तेर्सो बाटो हिँडिसकेको छौँ यहाँ चाहिँ यस्तो जङ्गलको बाटो चाहिँ देख्न सक्नुहुन्छ सो गाइस यहाँनिर आइपुगिसकेको छु पहिले सानोमा चाहिँ होइन यहाँनिर यो अमिलो झारेर खानिदिउँ क्या यो रुखको पहिले निकै सानो हामी त्यस बेला 2-3 कक्षा पढ्छौँ होला अलिअलि थाहा छ यहाँदेखि चाहिँ खोला जान्थ्यौँ हामी होइन त पर खोला थियो पहिले सो अहिले चाहिँ हामी मेन रोड आइपुगिसकेको छौँ होइन यहाँ चाहिँ गाडी प्रायः यहाँ चाहिँ गाडी हिँड्छ त्यो चाहिँ मेन रोड हाम्रो यहाँदेखि पहिले सानो अनि यहाँतिर म भ्लग बनाउँथेँ त्यो चाहिँ मैले कहाँ अपलोड गरेँ त्यो चाहिँ थाहै छैन गाइस सो गाइस फाइनली हामी चाहिँ राम्रै आइसकेको छौँ हेर्न सक्नुहुन्छ हरियाली कस्तो छ गाइस अम्बो होइन यस्तो घाँस छ यतातिर गाइस यतातिर भैँसीहरू चराउन सक्नुहुन्छ यस्तो छ बाटो गोरेटो सानो छ गाइस यहाँ चाहिँ अब सानो राम्चेको अब सुरुवातको घर यही हो यहाँदेखि उता बिस्तारै राम्चेको गाउँहरू आउँदै जान्छ त्यो राम्चेको गाउँ कटेर ठ्याक्कै हाम्रो त्यहाँदेखि त्यो त्यहाँपछि एउटा जङ्गल आउँछ होइन त्यो जङ्गल नि क्रस गरिसकेपछि चाहिँ हाम्रो घर आइपुग्छ गाइस सो गाइस अहिले चाहिँ नुहाइ धुवाइ गरेर माथि घर हिँडेको यो जङ्गल कटेपछि चाहिँ चर्च भेटिन्छ त्यो चर्चदेखि नि लगभग 5 मिनट जतिको यात्रापछि बल्ल घर भेटिन्छ तुर्खेल मुनि हो सो गाइस अहिले चाहिँ घरहरू भएको ठाउँमा आइपुगेको छौँ हामी अलि सानो गाउँतिर चाहिँ यतातिर होइन यतातिर गाउँहरू सुरु भइसकेको छ यहाँदेखि अब 5 मिनट जति हिँड्यो भने चाहिँ ठ्याक्कै माथि घर पुगिन्छ क्या त्यो गाइस अब हिँड्दैछौँ हामी यस्तो छ बाटो चाहिँ उकालो छ क्या यहाँ सो गाइस अहिले चाहिँ अब घर आइपुगेको हामी होइन घर आइपुग्न लागेको भने अब 1 मिनट भएको छ होइन यहाँदेखि उता जाँदैछौँ हामी यहाँ चाहिँ च्याउ खेती गरेको रहेछ है च्याउ खेती गरेको रहेछ यहाँ चाहिँ होइन सो गाइस पल्लो घर चाहिँ आइपुगेको छु आजको लागि यति नै धेरै गल्यो नि त सो गाइस सब्सक्राइबहरू गरिदिनु होला लाइक सेयर गरिदिनु होला